हेलो एभ्रिवान ल आज हामी इन्जिनियरिङ लाइसेन्स फर सिभिल इन्जिनियरिङको स्ट्रक्चरल इन्जिनियरिङको एमसिक्यू डिस्कसनमा इन्ट्री गर्दैछौँ। फर्स्ट क्वेसनमा हेर्नुहोस्, जस्तै लिमिट विथ विच एन्ड हुक्स ल होल्ड्स अप टु भनेको छ। अब हुक्स लले यो चारवटा मध्ये कुन लिमिटसम्म चाहिँ आफ्नो ल होल्ड गर्छ भन्दा यसको एन्सर हो proportional limit. त्यस्तै नम्बर 2 मा जाउँ। The magnitude of shear stress induced in a shaft due to applied torque varies from। र कुनै पनि एउटा शाफ्टमा हैन यसको shear stress कसरी डिस्ट्रिब्युट हुन्छ भन्दाखेरि जहिले पनि शाफ्टमा सेन्टरमा 0 हुन्छ shear stress, अनि त्यो चाहिँ बढ्दै 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 सर्कम्फरेन्ससँग बढ्दै बढ्दै जान्छ र टुप्पोमा गएर म्याक्सिमम हुन्छ। त्यही भएर यसको अप्सन के हुन्छ भन्दा सी हुन्छ। इट इज 0 एट सेन्टर टु म्याक्सिमम एट सर्कम्फरेन्स। ल नम्बर 3 मा पोलर मोमेन्ट अफ इनर्सिया अफ क्रस सेक्सन अफ शाफ्ट अफ डायमिटर डी भनेको छ। अब यो चारवटा मध्ये कुन चाहिँ अप्सन बेस्ट होला त भन्दाखेरि, जस्तै मोमेन्ट अफ इनर्सियाको भ्यालु कति हो भन्दा πd4/64 हो। अब पोलर मोमेन्ट भनेपछि ट्याक्क 64 को आधा भनेको 32 भनेको यसको एन्सर हुन्छ πd4/32। So नम्बर 4 मा जाउँ। A hollow shaft of the same cross-sectional area than that of solid shaft can resist less torque, resist more torque। यसको एन्सर हुन्छ बी हुन्छ, because it can resist more torque। The flexural rigidity of the beam is a flexural rigidity भनेको त EI। A section of number 6 मा a section of beam is said to be pure bending if it is subjected to भनेको छ। अब कुनै पनि एउटा बीमको सेक्सनमा प्योर बेन्डिङ मात्रै छ भने त्यति बेला के बुझ्नु पर्यो भन्दाखेरि त्यहाँ चाहिँ बेन्डिङ मोमेन्ट मात्र लागिरहेछ, अरू केही लागेको छैन भन्नुको मतलब। जस्तै नम्बर 1 मा छ कन्स्ट्यान्ट बेन्डिङ मोमेन्ट, कन्स्ट्यान्ट शियर फोर्स छ, अब प्योर बेन्डिङ भएन। कन्स्ट्यान्ट शियर फोर्स आइसक्यो, बेन्डिङ भएन। सी मा कन्स्ट्यान्ट बेन्डिङ मोमेन्ट एन्ड 0 शियर फोर्स। ल शियर फोर्स 0 छ र बेन्डिङ मोमेन्ट मात्रै छ भने त्यसलाई भन्छ प्योर बेन्डिङ। अब नम्बर 7 हो अ हाई कार्बन स्टिल स्पेसिमेन एज कम्पेयर्ड विथ द माइल्ड स्टिल स्पेसिमेन। अब कुनै पनि कार्बन स्टिलमा जति धेरै कार्बनको मात्रा भयो त्यति धेरै बलियो हुने हो, त्यही भएर इट इज स्ट्रङ्गर। द लोड रिक्वायर्ड टु प्रोड्युस युनिट डिफ्लेक्सन इज नोन एज। यो त सिधा डिफिनेसन अनुसार नै स्टिफनेस भयो, स्टिफनेस डिफिनेसन नै इट इज डिफाइन्ड एज द लोड विच इज रिक्वायर्ड टु प्रोड्युस युनिट डिफ्लेक्सन। नम्बर 9 मा चाहिँ विच अफ द फलोइङ फिचर इम्प्रुभ द फ्याटिक स्ट्रेन्थ अफ मेटालिक मेटेरियल। कुनै पनि मेटालिक मेटेरियलको फ्याटिक स्ट्रेन्थ चाहिँ यो चारवटा अप्सन मध्ये कसले गर्दा बढ्छ? इन्क्रिजिङ टेम्परेचर भनेको यसले बढेन, स्क्रैचिङ भनेको यसले झन् घटाउने भयो, ओभर स्ट्रेसिङ झन् घटाउने भयो, अन्डर स्ट्रेसिङ। बेस्ट अप्सन चाहिँ अन्डर स्ट्रेसिङ।